सुदन गुरुङ लठुवा के बोलिस अरे तैँले? माओवादीले घाँटी काटेको र माओवादीलाई जेल हाल्नुपर्छ, समात्नुपर्छ अरे। त लठुवा पो अहिले 36 वर्षको काकाको उमेरको छस् त। हिजो जनयुद्ध लड्न जाने लडाकुहरू 17, 18, 19, 20 वर्षका त्यति बेलाका जेएनजीहरू थिए। अहिले हामी जुन जेएनजी उमेरका छौं त्यति बेला उनीहरू त्यही उमेर समूहका थिए र यो देशमा चरम सहन नसक्ने उनीहरूप्रति दमन भएको कारणले जनयुद्ध भएको थियो साले। त जस्तो अवसरवादी थिएनन्। एउटाको आन्दोलन साला 36-37 वर्षको हजुरबाउ काका के आएर हस्तक्षेप गरे नि हैन। सबै एउटा उमेरका मान्छेहरूले यो देशमा अति भयो भनेर सहन नसकेर गरे। ककाले समाज माओवादीको हिजो माओवादीको 35,000 लडाकु थिए। 35,000 समाज साले तैँले। त्यति मात्र नभएर माओवादीलाई भोट हाल्ने त 30-40 लाख त त्यति बेला जनतै थिए, जसले माओवादीलाई पहिलो पार्टी बनाएको थियो। ती सारा जनतालाई जेल हाल्छस् कि अहिले नेपालमा अहिले तत्कालीन पनि 10 देखि 12 लाख, लगभग 12 लाख हाम्रो पार्टी सदस्यता छ हैन। हाम्रो त्यति नै छ ठाउँमा नेपालभरि। अब त विदेशमा त हामीले गने पनि छैनौं, कति छन्। जनयुद्ध लडेका ती माओवादीहरूले अझै नि पार्टीलाई ज्यान दिएर माया गर्छन्। लगभग 12-14 लाख अझै नि माओवादी छन् कार्यकर्ताहरू, प्रत्यक्ष रेकर्डमा भएको, रेकर्डमा नभएको त हामीलाई थाहा पनि छैन। त 14 लाखलाई समाज साले समातेर देखा हैन। जेएनजीको नाममा आन्दोलन भयो। अति नै दुईटा सरकार, गठबन्धनका दुई सरकारहरूले अति नै गरा थिए भनेर हामीलाई पनि असन्तुष्टि थियो। हामी पनि चाहदैनथ्यौं। हामी पनि माओवादीको मुद्दै प्रत्यक्ष कार्यकारी हामी पनि चाहन्छौं, तर समात्नु पर्छ हेन तेन। युद्धमा साला हिजो तेरो जेएनजीहरू, तैँले त जेएनजीको म लिडर भन्ने, पहिले त्यो पुलिसलाई कुटी मार्नेको जेएनजी होइन? त्यो कुटी मार्ने नि त्यो जेएनजी होइन? झलनाथ खनालको बुढीको के दोष थियो? त्यसलाई जिउँदै लागेको त्यो जेएनजी होइन? भिडको आवेगमा आएर गरेको कुरा जस्तो एउटा युद्धलाई नदाज। 2 दिनको आन्दोलनले तँलाई धेरै नै माथि पुर्याए जस्तो छ। 10 वर्ष जनयुद्ध लडायौ हामी, बुझ्यौ नि? मैले त लडिन, हाम्रो जति पनि जनयुद्ध लडाएको छ नि 10 वर्ष लडेका हौ। तँलाई 2 दिनको आन्दोलनमा यत्रो कन्फिडेन्स छ भने सोच। 10 वर्ष जनयुद्ध लडाए, 13-14 हजार आफ्नो साथीलाई सरकारले, तेरो राजाले त्यहाँ गोली हान्दाखेरि पनि नमरेको हिम्मत हो। त आफूलाई के ठान्छ साले? के बोलिस अरे? हाल सबैलाई समातेर, प्रत्येक माओवादी कार्यकर्तालाई हाल। तेरो के असराउँछ अनि थाहा पाउँछस् नि। फेरि अचम्म छ, केही बोलिरहेको छैनौँ हामीले। हामी कहिले पनि हामी अरूको पार्टी जस्तो होइन। बालिनहरूको एकपल्ट उनीहरूले चलाओ। देशमा सबैजनाले गर्नुपर्छ। पुरानो दल, पुरानो पार्टीसँग हामी माओवादीकै कार्यकर्ता भनेर नि हामी पनि त्यतिको वैज्ञानिक छौँ क्या। हामी पनि चाहँदैनौँ यो पुरानो होस्, नयाँ होस्, तल लाग्नुपर्छ। राजनीतिक दलहरू सुध्रिनुपर्छ हामी भनिरहेछौँ। हामीलाई गर्ने अरे जाऊ। अरू 4 सालमा कांग्रेसले गरेको थियो, कांग्रेसलाई जेल हाल। कांग्रेस चाहिँ मान्छे मार्दै हिँडेको थियो 4 सालमा राणा विरुद्ध आन्दोलनमा। 28 सालमा एमाले गरेको थियो, तिनीहरूलाई हाल। माओवादी किन तेरो भ्यूज कम जान थाल्यो? माओवादीको बारेमा नबोलिकन अब त बिक्न छोडिस्, त्यही भएर बोल्दैछस् साले।